जेन हरेक दिन किचनमा श्रीमान अनि आफ्नो लागि मोमो बनाउने गर्छिन्। उनले बनाएको मोमो स्वादिष्ट त हुन्छ नै, तर त्यसमा एक अलग मिठास पनि पाइने गरिन्छ, किनकि मोमोमा उनले सब्जी र मासुको मिश्रण मात्रै होइन, आफ्नो माया पनि घाँटी घाँटी भर्ने गर्छिन्। मोमो बनाउँदा उनको अनुहारमा एक अलग हर्ष र उल्लास त छाउँछ, तर उनी कहीँ न कहीँ दुखी पनि हुने गर्थिन्, मानव मोमो बनाउँदा उनलाई कसैको यादले पनि सताउने गर्छ जस्तो। घरमा उनी र उनको श्रीमान मात्रै हुन्छन्। श्रीमान काममा जानुपर्ने भएकोले होला उनी सधैँ हतारमा नै हुन्थे, त्यसैले जेनले आफूलाई निकै एक्लो महसुस गर्छिन्। सँगै डिनरको लागि बस्दा पनि उनको श्रीमान निकै हतारमा खाना खान्थे। उनी त जेनलाई पाइ पनि नभनी काममा जान्छन्, जसले गर्दा जेन अलि निराश हुन्छन्। कहिलेकाहीँ जेनलाई यही लाग्छ कि कहीँ उनको जीवन यही एक्लोपनमा त बित्ने होइन भनेर। निराश हुँदै उनी आफ्नो भागमा रहेको मोमोको अन्तिम डल्ला मुखमा हालेकी के हुन्छन् कि तब त्यो मोमोबाट बच्चा रोएको आवाज आउँछ। उनी एक पलको लागि त डराएर झस्के जस्तै हुन्छन्, अनि त्यस मोमोलाई धेरै बेरसम्म निहालेपछि त्यो मोमोले मान्छेकै सेप लिन्छ। उनी त्यो मोमो हो या मान्छेको बच्चा त्यसमा अन्तर नै छुट्याउन सक्दिनन्। रोइरहेको त्यस बच्चालाई उनी आफ्नो नजिक ल्याउँछिन्। उनले स्पर्श गर्न साथ त्यो बच्चाको ओठमा निकै प्यारो मुस्कान आउँछ। खित्का छाडेर ऊ मुस्कुराएपछि जेन उसलाई ममतामय तरिकाले अँगाल्छिन्। उनले त उसलाई आफ्नो छोरा मानिसकेकी थिइन्। सधैँ घरमा एक्लो महसुस गर्ने जेन आजकल बच्चाको कारण निकै खुसी हुन थालेकी थिइन्, किनकि उनी आमा बनिसकेकी छन्। खित्का छाडेर ऊ हाँसेको देखेपछि उनी आफ्नो सबै समस्यालाई बिर्सन्थिन्। ऊ पनि दिनभर जेनकै अघि पछि हिँडिरहन्थ्यो। उसलाई सानो चोट लाग्दा पनि दुखाइको महसुस उनलाई हुने गर्छ। आखिर आमाको मन नै त हो। टाउको मोमोको जस्तै देखिने अनि शरीर मान्छेको जस्तै भएको उनको बच्चा सानो थियो, अनि उसको पालन पोषणमा जेनले पनि कुनै किसिमको कमी आउन दिन्नन्। अब त जेनको दिन उनको बच्चाबाट सुरु भएर बच्चामा नै सकिन थालेको थियो। उनी छोरालाई छातीमा अँगालेर बाहिर पसल जान्थिन्। उसले इच्छा गर्न साथ उनले उसलाई त्यो सामान दिलाइहाल्थिन्, जसले गर्दा आमा छोरा बीचको माया दिन प्रतिदिन बढ्दै गइरहेको थियो। छोरा पनि सधैँ आमाको पछि पछि हिँड्ने गर्थ्यो। एक पलको लागि पनि उसले आमाको साथ छाड्थेन। उनको मायाले होला उनको छोरा निकै छिटो ठुलो हुँदै गइरहेको थियो, तर अब उसलाई आमाको साथभन्दा साथीहरू बढी प्यारो लाग्न थालेको हुन्छ। उनी उसलाई अँगालेर आफ्नो मायामा बेरेर राख्न चाहन्थिन्, तर छोरा ठुलो भएको भएर होला ऊ आमाले गरेको माया ममता अनि केयरबाट निकै रिसाउन थालेको थियो। उसको यस्तो व्यवहारले आमाको मुटु पनि छिया छिया भएर आउँछ। आखिर सानोमा केही हुन्छ कि भनेर त्यसरी मायामा हुर्काएको छोराले आज आमालाई नै घृणा गर्दा कुन आमाको मन दुख्दैन र? ऊ त आमासँग एक वचन पनि राम्रोसँग बोल्दैन थियो। ऊ जति जति ठुलो भइरहेको थियो उसका साथीभाइहरू त्यति नै बढ्दै जान्छन्। साथीहरूको नजिक आउनको लागि ऊ आमाबाट टाढिन थालेको थियो। फोनमा छोरा साथीसँग मस्की मस्की बोलेको देख्दा उनलाई पनि छोरा आफूसँग त्यसरी नै बोलिदिए नि हुन्थ्यो जस्तो लाग्छ, तर ऊ भने उनको नजिक जाने कोसिस पनि गर्दैन। छोरालाई खुसी पार्नको निम्ति उनी भ्याइ नभ्याइ उसको मनपर्ने खानेकुराहरू बनाउँछिन्, तर ऊ डिनरको लागि बाहिर जान्छ अनि उनी पनि दुखी हुँदै त्यो खाना एक्लै खान्छिन्। उनले महसुस गरिरहेकी थिइन् छोरा जति जति ठुलो हुँदै गइरहेको थियो ऊ उनीबाट त्यति नै टाढिन थालेको छ, जसले गर्दा उनी आफ्नो जीवनमा फेरि एक्लो महसुस गरिरहेकी छन्। एक दिन छोराले उनलाई नबताइकन एक केटीसँग विवाह गर्छ। आफ्नो जिन्दगीको यति ठुलो निर्णय उसले आफूलाई नबताइकन लिएकोमा उनी हताशिएकी थिइन्। उनले बुझ्छिन् कि अर्कैको मायामा परेर रहेछ, छोराले आमाको मायालाई बिर्सिएको। ऊ आफ्नो श्रीमतीसँग घर छाडेर जाँदै थियो। आफ्नो मुटुको टुक्रा मानेको छोरालाई उनले कहाँ आफूबाट टाढा जान दिन सक्थिन् र उनी उसलाई रोक्ने खुब कोसिस गर्छिन्, तर ऊ मानिरहेको थिएन। उनको आँखाबाट आँसु लगातार बगिरहेको थियो अनि ऊ आफूबाट टाढा नजाओस् भनेर उनी उसलाई कान्छिन् र खुब रुन्छिन्। उनी आज पनि छोरालाई सम्झेर खुब रुने गर्छिन्। उनको यो हाल देखेर श्रीमान पनि निकै दुखी थिए। तब त्यहाँ रुममा उनको छोरा आइपुग्छ अनि हामी बुझ्छौँ कि उनको छोराको टाउको वास्तविक रूपमा नै मोमो जस्तो देखिने भएको भएर उनी विवाह गरेपछि घर छाडेर गएको छोरालाई ती मोमोका डल्लाहरूमा पाउने गर्थिन् र त्यो मोमोमा छोराको प्रतिबिम्ब भेटेर उनले छोरासँग बिताएका ती दिनहरू सम्झेकी रहेछन् भनेर। आज उनको छोरालाई आफ्नो गल्तीको महसुस भइसकेको थियो, त्यसैले ऊ यहाँ आमासँग माफी माग्न आएको हुन्छ। उनी पनि छोरासँग रिसाए जस्तै गर्छिन्, तर आमाको मन नै त हो, उनले छोरालाई माफी दिइहाल्छिन्।
दुवैजनाको आँखाबाट आँसु लगातार बगिरहेको थियो। पहिले आमा छोराले सँगै खाने कुरा वर्षपछि आज ती दुईले एकसाथ बसेर खान्छन्। छोरा र उसकी श्रीमती अब दुवैजना यही घरमा बस्नेवाला थिए। त्यसैले आमा यहाँ निकै खुसी छन् किनकि आज बल्ल उनको परिवार पुरा भएको छ। यहाँ पुरा परिवार सँगै बसेर मोमो बनाउँछन्। बीचमा गुमाएको छोरालाई उनले पाइसकेकी थिइन्, त्यसैले उनी यहाँ निकै खुसी छन् र यसैको साथमा यो कहानीको ह्याप्पी इन्डिङ हुन्छ। साथीहरू, हामी तपाईको लागि यस्तै राम्रा कथाहरू डेली अपलोड गर्नका लागि निकै मेहनत गर्छौँ। त्यसैले प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरी अल नोटिफिकेसनमा क्लिक गरेर हामीलाई सपोर्ट गर्न नबिर्सनुहोस् है।